वाट द थर्ड पार्टी चाहिँ उहाँले बोल्दाखेरि उहाँलाई बोल्ने बित्तिकै चिनिहाल्नुहुन्छ कि ओके सो त्यो 4 भयो अब चार अर्को भएन, त्यो विकनेस हुन्छ। अर्को आयो 3, हि इज मिसिङ 3, नम्बर 3 भएन भने चाहिँ उहाँलाई के हुन्छ भने एउटा फर्स्टमा चाहिँ ब्याङ्क ब्यालेन्समा चाहिँ अप एन्ड डाउन आउँछ कि ब्याङ्क ब्यालेन्स जति काम गरे पनि जति पैसा भयो भने ब्याङ्क ब्यालेन्समा चाहिँ कमी कमजोरी आउँछ। अर्को कुरा 3 नम्बर नभएपछि जुपिटर भने चाहिँ बृहस्पति भएन भने उहाँलाई के हुन्छ, अब भनौँ न यो एस्ट्रोलोजी यो हुन्छ नि न्युमरोलोजी, यसले खासै यो उहाँलाई त्यति ठुलो कन्सर्न नगर्न सक्छ कि। कुन नम्बर भयो यो 3 भएन भने 3 नम्बर भने ज्ञानको नम्बर भएन भने अनि उहाँलाई चाहिँ अब त्यो भनौँ न थोरै योमा आउँछ। अनि अर्को 7 भएन भने पनि के हुन्छ भन्दाखेरि हजुरको स्पिरिचुअल नम्बर हो 7। ओके लक भनिन इट्स लकी 7 आउट अफ द बक्स। यो पनि किन राहु एन्ड केतु आर द प्लानेट द्याट गिभ्स पिपल आउट अफ द बक्स थिङ्किङ, भेरी सार्प, इन्ट्युसन पावर बढाउने काम गर्छ कि। 7 नम्बर भयो भने उहाँले चाहिँ अब कतिपय साथीभाइहरूलाई चिन्न नसक्नु होला, जीवनमा दुःख पाउन सक्नु होला, कतिले अब उहाँलाई फ्रड गर्न सक्ने चान्स हुन्छ। अनि 2 नम्बर मिसिङ छ उहाँको। 2 नम्बर मिसिङ हुँदा के हुन्छ भने 2 नम्बर चन्द्रमा, मुन, वाटर भनेपछि मन कमजोर हुने भयो। ओके उहाँलाई चाहिँ जे चिज पनि लाइफमा केही चिज छ भने उहाँलाई तुरुन्तै चाहिनेवाला हुन्छ नि हजुरको त्यो चिज उहाँले होल्ड गर्न सक्नुहुन्न कि। उहाँको मन चाहिँ कस्तो हुने भयो भने चाहिँ वाट हि निड्स हि वान्ट इट, तुरुन्तै चाहियो कि। पेसेन्स लेभल हुन्न कि, पेसेन्स हुने भएन कि। अब यो कुराहरू थाहा पायो भने हाउ टु वर्क आउट भन्दाखेरि यो नम्बरको एनर्जी उहाँले के हुन्छ कि आजभोलि छ नि हजुरको लगाउने त्यो धातुहरू लगाएर अब अहिले त्यो त मेबी अब 3 नम्बर 7 नम्बर या 2 नम्बरको लागि 4 नम्बरको लागि त कि त स्पाउसै हुनु पर्यो कि त चाहिँ बच्चाहरू हुनु पर्यो। वाट इफ उहाँले चाहिँ जस्तो अब कोही बिजनेस पार्टनर चाहिँ 4 नम्बरवाला छ